आज हामी एउटा यस्तो फिल्मको बारेमा कुरा गर्दैछौँ जसले शोक र पश्चातापको कथालाई यति मार्मिक ढङ्गले देखाउँछ कि त्यो हेरिसकेपछि मनमा लामो समयसम्म रहिरहन्छ। फिल्म हो म्यानचेस्टर बाई द सी। यो प्रश्न सायद फिल्मको सबैभन्दा महत्त्वपूर्ण पाटो हो र आज हामीले खोज्ने जवाफ पनि यही हो। के साँच्चै केही घाउहरू यस्ता हुन्छन् जुन कहिल्यै भरिँदैनन्? यो फिल्मले हामीलाई ली च्यान्डलर भन्ने मान्छेको कथा देखाउँछ जो आफ्नो विगतको भारीले यति थिचिएको छ कि ऊ लगभग जिउँदो लास जस्तै भएको छ। यसले शोक, अपराधबोध र छुटकाराको लागि गरिने सङ्घर्ष जस्ता गम्भीर विषयहरूलाई एकदमै गहिराइमा गएर केलाउँछ। त्यसो भए मूल प्रश्न के हो त? यो फिल्मले हाम्रो मन, हाम्रो दिमाग र दुःखको दर्शनबारे वास्तवमा के भन्न खोजिरहेको छ? ल, आउनुहोस् यसलाई अझ गहिराइमा गएर बुझौँ। सबैभन्दा पहिले हामी फिल्मको मुख्य पात्र ली र उसको त्यो असह्य पीडाको बारेमा कुरा गरौँ जसले उसलाई भित्रभित्रै खोक्रो बनाइसकेको छ। जब हामी फिल्ममा लीलाई पहिलो पटक देख्छौँ, ऊ म्यासाचुसेट्सको एउटा सानो ठाउँमा चौकीदारको काम गरिरहेको हुन्छ। तर उसको जीवन त्यो कामभन्दा पनि धेरै नीरस छ। ऊ कसैसँग बोल्दैन, सानो सानो कुरामा झगडा गर्न तम्सिन्छ, मानौ ऊ आफूलाई कुनै पनि हालतमा खुसी हुन दिनै चाहँदैन। अब लीको यो व्यवहारलाई अलिकति मनोवैज्ञानिक दृष्टिकोणबाट हेरौँ है, किनभने यो सामान्य उदासी मात्रै होइन, यो त्योभन्दा धेरै गहिरो कुरा हो। मनोविज्ञानको भाषामा यस्तो अवस्थालाई पोस्ट ट्रोम्याटिक स्ट्रेस डिसअर्डर अर्थात् PTSD भनिन्छ। यो भनेको कुनै भयानक जीवनै परिवर्तन गरिदिने घटना भोगेपछि हाम्रो दिमागमा त्यसले छोड्ने गहिरो र लामो समयसम्म रहने असर हो। लीको हकमा त PTSDका लगभग सबै लक्षणहरू छर्लङ्गै देखिन्छन्, जस्तै त्यो भयानक आग लागेको घटना बारम्बार उसको आँखा अगाडि आइरहनु, त्यो उसको फ्ल्यासब्याक हो। अनि ऊ आफ्नो पुरानो सहर म्यानचेस्टरमा बस्न नमान्नु, त्यो घटनासँग जोडिएका ठाउँहरूबाट भाग्ने प्रयास हो। उसको त्यो अकारणको रिस र झगडा गर्ने बानी पनि त्यही भित्री पीडाको बाहिरी रूप मात्रै हो। फिल्मको एउटा रमाइलो पक्ष के छ भने यसले शोकसँग जुझ्ने दुई फरक तरिका देखाउँछ। एकातिर ली छ जो आफूलाई पुरै बन्द गरेर बसेको छ, अर्कोतिर उसको भतिजो प्याट्रिक आफ्नो दुःखलाई साथीभाइ, सङ्गीत र आफ्नो दैनिकीमा भुलाउन खोज्छ। तर ली उता आफूलाई सजाय दिएर एक्लोपनमा डुबेर त्यही शोकलाई अँगालिरहेको छ। यसले के देखाउँछ भने दुःखसँग सामना गर्ने कुनै एउटै सही तरिका हुँदैन। प्रश्न उठ्छ, ली किन यो पीडाको जेलबाट बाहिर निस्किन चाहँदैन? के ऊ साँच्चै बाहिर आउन सक्दैन वा ऊ आउन नै चाहँदैन? फिल्मको एउटा एकदमै शक्तिशाली क्षणमा ली आफै भन्छ, म यसलाई जित्न सक्दिन। यो केवल एउटा वाक्य होइन, यो उसको आत्मसमर्पण हो। उसले यो शोकलाई एउटा अवस्थाको रूपमा होइन, बरु जीवनभर भोग्नुपर्ने सजायको रूपमा स्वीकार गरिसकेको छ। यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने लीको समस्या शोक मात्र होइन, आत्मघृणा हो। उसले आफूलाई कहिले माफ गर्न सकेको छैन, त्यसैले उसले जानी जाने एउटा यस्तो जीवन रोजेको छ जहाँ दुःख र अपमान नै उसको प्रायश्चित हो। अब यो कुरालाई बुझ्न हामीले मनोविज्ञानको दायराभन्दा अलिकति बाहिर निस्केर दर्शनको आँखाले हेर्नुपर्छ, किनकि कहिलेकाहीँ पीडा हाम्रो दिमागमा मात्र होइन, हाम्रो अस्तित्वमा नै गाँसिएको हुन्छ। महान दार्शनिक र्याल्फ वाल्डो इमर्सनले एक प्रकारको शोकबारे भनेका छन् जहाँ मान्छे बाहिरबाट एकदमै शान्त र भावनाहीन देखिन्छ, तर त्यो शून्यता, त्यो वास्तवमा भित्र उर्लिरहेको भावनाको बाढीलाई रोक्ने बाध मात्र हो। र यो कुराले लीको चरित्रलाई ठ्याक्कै व्याख्या गर्छ। उसको त्यो मौनता र उदासीनता भावना नभएर होइन, बरु त्यो असह्य पीडाको विस्फोटबाट आफूलाई जोगाउन उसले बनाएको एउटा पर्खाल हो। अर्का दार्शनिक रोलान्ड बार्थ मानसिक गतिहीनता भन्ने कुरा गर्छन्। भन्नुको मतलब जब कुनै ठूलो दुर्घटना हुन्छ, मान्छेको समय त्यही क्षणमा गएर अड्किन्छ। शरीर वर्तमानमा हुन्छ, तर मन सधैँ त्यही विगतमा हुन्छ। यही कारण हो कि ली म्यानचेस्टरमा एक पल पनि बस्न सक्दैन। उसको लागि त्यो सहरमा हुनु भनेको त्यो भयानक रातलाई बारम्बार जिउनु जस्तै हो। ऊ समयको एउटा दुःखद क्षणमा कैद भएको छ जहाँबाट निस्किने कुनै बाटो छैन। यसलाई अझै गहिरो बनाउँछ दार्शनिक ज्याक डेरिडाको असफल शोकको अवधारणाले।
डेरिडा भन्छन् कहिलेकाहीँ हामी शोकबाट बाहिर निस्किन चाहँदैनौँ किनकि हामीलाई लाग्छ कि अगाडि बढ्नु भनेको हामीले गुमाएका मान्छेहरूलाई धोका दिनु हो। र यही नै लीको सबैभन्दा ठूलो द्वन्द्व हो। उसको लागि दुःखमा डुबिरहनु भनेको आफ्ना बच्चाहरूको यादप्रति वफादार रहनु हो। उसको पीडा नै उसको प्रेमको अन्तिम निशानी बनेको छ। उसलाई लाग्छ यदि म निको भएँ भने मैले उनीहरूलाई बिर्सनेछु। त्यसो भए यस्तो कहिल्यै नभरिने घाउको बारेमा फिल्मले अन्त्यमा के भन्न खोज्छ त? यो फिल्मले कुनै ह्याप्पी एन्डिङ दिँदैन। यसले हामीलाई एउटा कठोर सत्य स्वीकार गर्न लगाउँछ, जीवनका केही दुःखहरू यति ठूला हुन्छन् कि तिनीहरूबाट पूर्ण रूपमा निको हुनु सायद सम्भव नै छैन। अन्त्यमा म्यान्चेस्टर बाई द सी निको हुने कथा होइन, यो त सहेर बस्ने कथा हो। यो त्रासदीसँगै त्यसलाई आफ्नो हिस्सा बनाएर कसरी अस्तित्वमा रहने भन्ने कथा हो। र यो फिल्मले हामीलाई एउटा निकै गाह्रो प्रश्नसँग छोडेर जान्छ। यदि कोही ली च्यान्डरको ठाउँमा हुन्थ्यो भने के उसले आफूलाई कहिल्यै माफ गर्न सक्थ्यो होला? यसको जवाफ सायद यो फिल्म जस्तै निकै जटिल छ।